अब साउथ मुभी हेर्नु पर्दैन बलिदानहरु हेरे जस्तै छ हाम्रो सुब्बाको बाद विराज भट्टाचार्य कबीर भट्टाचार्य दर्शकबिन यति बेला हामी सिनेमा हलमा छौँ। तपाईँले देखिराख्नु भएको छ बलिदान मुभीका नायक समीर भट्टले यति बेला दर्शकहरूले फिल्म हेरेर फर्किँदै गर्दाखेरि दर्शकहरूसँग फिल्म हेर्न आएका दर्शकहरूसँग आफूले सोधिराख्नु भएको छ तपाईँलाई फिल्म कस्तो लाग्यो, मेरो एक्टिङ कस्तो लाग्यो, मैले सुधार्नुपर्ने पक्ष केही छ कि भनेर सोधिरहेको तपाईँलाई हामी सुनाइरहेका छौँ भने यद्यपि दर्शकहरूले फिल्म एकदमै राम्रो छ, धेरै राम्रो बनेको छ, कुनै साउथ इन्डियन मुभी भन्दा कम छैन जस्तो प्रतिक्रिया हामीले दिइरहेको तपाईँलाई सुनाइरहेका छौँ। हेर्न सक्नुहुन्छ समीर भट्ट यति बेला आफ्नो मुभी बलिदानको रिभ्यू लिनको लागि हलमा पुगिराख्नु भएको छ। दर्शकहरूले निकै उत्साहका साथ उहाँलाई वेलकम गरिरहेको, उहाँलाई रिभ्यू दिइरहेको हामीले देखाइरहेका छौँ। हेर्न सक्नुहुन्छ दर्शकहरूले सुदूरको बाघ हो समीर भट्ट, सुदूरमा जन्मेर जुन चाहिँ बलिउड फिल्म मात्रै दर्शकहरूले हेर्ने जुन परम्परा थियो त्यो परम्परालाई चाहिँ उहाँले तोड्ने प्रयास गर्नुभएको छ भनेर पनि कति दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन्। हेर्न सक्नुहुन्छ अबदेखि बलिउड मुभी हेर्नु पर्दैन, बलिदान हेरे पुग्छ जस्ता प्रतिक्रिया दिइरहेको तपाईँलाई हामीले देखाइरहेका छौँ। यति बेला हामी यो राज्यको हलमा छौँ, क्युएफएक्स हलमा। हेर्न सक्नुहुन्छ दशैंको बेला हो, अहिले यहाँ पनि दर्शकहरू जसरी फिल्म हेर्न हलमा आइराख्नु भएको छ यसले थाहा हुन्छ फिल्म बलिदानको उत्साह कस्तो छ र फिल्म कस्तो बनिरहेको छ भनेर पनि हामीले थाहा पाउन हेर्न सक्नुहुन्छ। समीर भट्ट हाई हाई जस्ता नारा लगाइराख्नु भएको छ दर्शकहरूले। तपाईँलाई हामीले यो हलमा जेन्युन दर्शकहरूले फिल्म हेरिसके पछाडि कस्तो प्रतिक्रिया आउँछ तपाईँले सुन्न बसिराख्नु भएको थियो, अर्थात् यो मुभीको रिभ्यू कस्तो आउँछ त्यस पछाडि बल्ल फिल्म हेरेर जान्छु भनेर बसिराख्नु भएको थियो भने यद्यपि धेरै राम्रो प्रतिक्रिया आएको छ। बलिदान मुभी कुनै साउथ इन्डियन मुभी भन्दा कम छैन भनेर प्रतिक्रिया दर्शकहरूले दिइरहेका छन्। तपाईँलाई पनि फुर्सद छ र यो दशैंको समयमा पारिवारिकसँग टाइम बिताउन स्पेन्ड गर्न चाहनुहुन्छ भने तपाईँले यो मुभी हेर्न सक्नुहुन्छ जस्ता प्रतिक्रिया दिइरहेको तपाईँलाई हामीले सुनाइरहेका छौँ। हेर्न सक्नुहुन्छ यति बेला समीर भट्टले यसरी दर्शकहरूसँग बाँधिएका छन् कि उनीले खेलेको यो बलिदान मुभी यति बेला सुपर डुपर हिट हुने देखिएको छ। कस्तो लाग्यो तपाईहरुलाई, कस्तो लाग्यो भनिदिनु होला। कस्तो लाग्यो एकदम राम्रो देख्न सक्नुहुन्छ। आइसक्नु भएको छ भक्तपुर स्थित क्युएफएक्स सिनेमा आज पुरै बिहानको सो हाउसफुल भएको छ। वाह 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 ओए मेरा केटाहरु गए